कतै कच्ची त कतै पक्की सडकहरू पार गर्दै हामी चितलाङ पुग्छौँ। छोटो दूरी भए पनि दक्षिणकाली जाने भने मान्छे कहाँ पुग्ने भयो। अब हामी चितलाङ आइपुगिसक्यौँ। यस्तो चितलाङ अर्गानिक ब्लेक रिजर्टमा यो सबै बोतलबाट डेकोरेसन गरेको रहेछ है यिनीहरू। हामी चाहिँ यसलाई गोगा भन्छौँ। हजुरहरू चाहिँ के भन्नुहुन्छ है त? मान्छे थोरै गाडी ठुलो रोज्ने मान्छे, ठाउँ पनि निकै फराकिलो रोजेर आएका छौँ चितलाङमा। हामी चितलाङ जाँदैछौँ। कोसँग? आमा अनि मिना दिदीसँग जाँदैछौँ है। काठमाडौँदेखि चितलाङसम्मको यात्रा हजुरहरूलाई सेयर गर्दैछु है। भान्जी आइपुगिसक्नुभयो। छोरी के भन्छ चितलाङको जानलाई दक्षिणकाली जाने भने मान्छे कहाँ पुग्ने भयो? चितलाङ। छोरी यहाँ हामी चाहिँ पछाडि बसिरहेको छौँ यसरी। अहिले चाहिँ हामी कलङ्की पार गरेर चन्द्रगिरीमा आइपुग्दैछौँ। अनि यो चाहिँ हामी चितलाङ चाहिँ एउटा एकदमै पर्यटकीय स्थल हो। नेपालीहरू पनि त्यति नै जानुहुन्छ भने इन्टरनेसनल टुरिस्टहरू पनि त्यति नै जानुहुन्छ त्यो ठाउँमा। यो चाहिँ मकवानपुर जिल्लामा रहेको छ। यो चाहिँ काठमाडौँ भ्यालीबाट लगभग 22 किलोमिटर टाढा छ। अनि हामीलाई चाहिँ अहिले चाहिँ लामो बस, मतलब हामी ठुलो बस युज गरिरहेका छौँ। हजुरहरूले चाहिँ जुनसुकै मिन्स अफ ट्रान्सपोर्टेसन युज गर्दा पनि हुन्छ। बस, ट्याक्सी होइन, बाइक, कार जे युज गर्दा पनि हुन्छ। हजुरहरूले जेमा कम्फर्टेबल हुन्छ त्यही प्रयोग गर्न सक्नुहुनेछ। काठमाडौँदेखि चितलाङसम्म पुग्दा देखिने विभिन्न दृश्यहरू यहाँहरूलाई प्रत्यक्ष देखाउँदै जानेछु। इन्जोय गर्नुहोला है त। यहाँ उपत्यका पृतना तालिम शिक्षालय पनि रहेछ। अब चाहिँ हामी एकदम नितान्त जङ्गल, एउटा बाक्लो जङ्गल डेन्स फरेस्टमा हामी इन्ट्री हुँदैछौँ। अब कतै कच्ची त कतै पक्की सडकहरू पार गर्दै हामी चितलाङ पुग्छौँ। छोटो दूरी भए पनि चितलाङमा विशेष त ट्रेडिसनल घरहरू, बिल्डिङ्सहरू होइन, ट्रेडिसनल खालका साना साना घरहरू, अनि त्यस्तै गरी अर्गानिक खेती, अनि नासपाती बगैँचा होइन, हाइकिङ, अनि विभिन्न मन्दिरहरू, अनि होमस्टे गरेर यहाँको स्थानीय व्यक्तिहरूको जीवनशैली बुझ्न होइन, अध्ययन गर्नका लागि एउटा प्रख्यात ठाउँ भनेर चिन्न सकिन्छ। यहाँ बाटोमा आउँदै गर्दा हामीले विभिन्न खालका वनस्पतिका प्रकारहरू पनि हामी हेर्न सक्छौँ। हामी जस्तै पहाडमा कस्ता कस्ता किसिमका वनस्पतिहरू हुन्छन् भनेर पनि अध्ययन गर्न सक्छौँ। अनि त्यसबाट प्राकृतिक कुराहरूबाट पनि हामी इन्जोय लिन सक्छौँ प्रत्यक्ष रूपमा।
कभर गरिरहेछ मेकअप गरिरहेछ हामी कस्तो देखिन्छ बनाइसकेपछि चाहिँ थाहा हुन्छ कि यस्तो अनकन्टा जङ्गल छ ए अनकन्टा यस्तो ढुङ्गाहरू चट्टान बाटो मान्छेले कस्तो सकेको होला है बनाउनु यसरी चन्द्रगिरीको जङ्गलमा चाहिँ ब्याकग्राउन्डमा लालीगुराँसको फुलहरू पनि बाटैभरि हामी हेर्न सक्छौँ एकदम राम्रो फुलेको देखिन्छ नेसनल फ्लावर होइन लालीगुराँस पनि रातो लालीगुराँस कति धेरै छ चन्द्रगिरीको केवल कारहरू है देखिन्छ त्यसको पछाडि यहाँ चाहिँ लालीगुराँसहरू हामी बसमा आउनुलाई यस्तो गाह्रो हुन्छ साइकलमा आउनु चाहिँ धेरै गर्न ल केवल कारहरू है छ तर लालीगुराँस हाम्रो नेसनल फ्लावर हो नि छोरी त्यही भएर हामीले यसलाई कन्ट्रोल गर्नुपर्छ संरक्षण गर्नुपर्छ लालीगुराँसको बोटहरू नै रहेछ नि यस्तो भिड छ कि है स्टिकी चन्द्रगिरी केवल कारमा चढ्दाखेरि पनि यति राम्रो देखिन्थेन होला सायद यो चितलाङ जाने बाटो यो हाम्रो चन्द्रगिरी हिलबाट चन्द्रगिरी क्षेत्रबाट चाहिँ हामीले सगरमाथा लगायत अन्य हिमालहरू जस्तै अन्नपूर्ण मनासलु नाङटाङ गणेश हिमाल गौरीशङ्कर हिमालहरू हामी एकदमै राम्रो सफा हेर्न सक्छौँ घटना सम्वाद क्षेत्र भनेर पनि अवेर भइरहेको छ बाटो हाम्रो ड्राइभर एकदमै सामान्य हेर्दो रहेछ बिस्तारै कारमा जसरी लगिरहेको भएको छ हिमाल होइन नि त छोरी त्यो त दिदीहरू चाहिँ यता टोइलेट जाने हुनुहुन्छ यहाँ रेस्ट यो चाहिँ चन्द्रगिरी यो चन्द्रगिरी होइन बाबु चन्द्रगिरीको पछाडिपट्टि रहेछौँ है हामी यस्तो अवस्था छ हामी यो गाडीमा चाहिँ यात्रा गर्दैछौँ नि त यस्तो कन्डिसनमा यति ढिलो छ कि बाफ्रे अब चितलाङ प्रवेश गरिसक्यौँ अब यहाँका ट्रेडिसनल घरहरू पनि हामी हेर्न सक्छौँ अब त्यो घरहरू चाहिँ अब भूकम्पको कारणले भत्किएर अन्य घरहरू बनिएको रहेछ यहाँ
हाम्रो बाटोमै हेर्न सक्नुहुनेछ परम्परागत घरहरू एकदम जीर्ण अवस्थामा कुनै चाहिँ मेन्टेन गरेको देखिन्छ अनि त्यो भत्किसकेपछि चाहिँ पक्कीहरू घर बनाएको पनि देखिन्छ। यहाँ प्रत्यक्ष हेर्न सकिन्छ हामी हाम्रो रोड साइडबाट नै। चितलाङ आइपुगिसक्यौँ। ए छोरी यस्तो कन्डिसनमा छ। सबै दिदीहरू आइपुग्यो है पान्छे। जे साहसी काम गरे जस्तै भयो है। बाटो हेर्दाखेरि हजुर कान बन्द यस यो गाडीले हामीले राम्रोसँग ल्याइदियो खुसीको कुरा छ है। अब यस्तो छ रहेछ। हाम्रो जाने ठाउँ चाहिँ कता हो? जाने ठाउँ चाहिँ कता हो थाहा छैन। कता हाम्रो साथीहरू होला साइडमा हुनुहुन्छ है सबैजना। हाम्रो दिदीको साथीहरू हुनुहुन्छ होइन। खोइ त भेनाजहरू त आएको चिया पसल आइपुगेको छैन नि माथि कहाँ चिया बाइकमा जाने आउनेहरू पो झन् यहाँबाट हामी चिया खाएर बसेको रे किन कस्तो राम्रो ठाउँ छ है। कस्तो ट्रेडिसनल टाइपको कि माथि राम्रो रहेछ है दिदी। कति मान्छेहरू आउने काम अर्चना पनि रहेछ है। ए हामी अझै माथि हो। ए पुल तर्लिने रहेछ है छोरी। यस्तो राम्रो धारा है। हाम्रो साथीहरू यसरी आउँदै हुनुहुन्छ पछाडि। पुल चाहिँ ब्रिज चाहिँ यस्तो छ है त। छोरी तिमी यता बस्छ यस्तो। चितलाङ यस्तो छ। साह्रै रमाइलो है। यो सबै बोतलबाट डेकोरेसन गरेको रहेछ है यिनीहरू। सबै बोतलबाटै हो। बियरको बोतलबाट भनेपछि हाम्रो वेस्ट मटेरियल्सबाट पनि यति राम्रो सामानहरूबाट पनि हामीले यति राम्रो कुराहरू बनाउन सकिने रहेछ नि त दाइ। अनि वातावरणलाई पनि राम्रो गर्ने भयो है। यो भनेको त धेरै राम्रो कुरो पो हो त। वातावरण प्रदूषणबाट पनि जोग्यो। चितलाङबाट चाहिँ हामीले के बुझ्न सक्छौँ भने के एजुकेसन लिन सक्छौँ भने यस्तो वेस्ट थिङ्सबाट पनि हामीले यस्तो राम्रो मटेरियल्सहरू डेकोरेसनका सामानहरू बनाउन सकिने रहेछ। यहाँ सबै त्यही छ। दिदीहरू यसरी बसिराख्नु भएको छ हाम्रो भान्जी। ल यो रिजोर्टमा चाहिँ हामी आज खाना ब्रेकफास्ट लन्च एन्ड डिनर चाहिँ लिनेछौँ। हाम्रो गाडी चाहिँ तल छ। यस्तो अवस्थामा छौँ हामी। छोरी ह्याप्पी भान्जी ह्याप्पी किन थाहा छ? फ्रेस एयरमा आइरहेछौँ नि हामी है। ताजा हावामा आइरहेको छौँ। यस्तो अन्त वरिपरि वन जङ्गलको बिचमा रहेछ चितलाङ। योभन्दा अगाडि पनि स्कुलले पिकनिक ल्याउने कुरा थियो यहाँ। तर अर्कै ठाउँमा बच्चाहरूले चुज गरेको भएर हामी अर्कै ठाउँमा गयौँ। यस्तो सामानहरूलाई यसरी गरेको छ। यहाँ हेर्न सक्नुहुन्छ है त। ल
हामीले वेस्ट मटेरियल्सबाट यस्तो सामान यस्तो कुराहरू पनि बनाउन सक्ने रहेछौँ। यो पनि एजुकेसन हामीले लिन सक्छौँ है त। हामी चाहिँ यसलाई डोगा भन्छौँ। हजुरहरू चाहिँ के भन्नुहुन्छ है त, कमेन्टमा लेख्नुहोस्। डोगा भन्छौँ हामी चाहिँ। सुँगुरलाई चारो दिने अनि गाई भैँसीलाई पराल सानो सानो टुक्रा काटेर दिँदाखेरि यो डोगा प्रयोग गर्छौँ। हजुरहरू के भन्नुहुन्छ कमेन्ट बक्समा लेखिदिनुहोस् है त। प्याज मेरो फेभरेट। सबैजना यसरी बसिरहनु भएको छ। छोरी सबै त्यस्तै रहेछ। ल कुकुरले पनि इन्जोय गरिरहेको छ। हामी खास त धेरै त छैनौँ, तर पनि हामी ठुलो गाडीमा आएको छौँ। मान्छे थोरै, गाडी ठुलो रोज्ने मान्छे। ठाउँ पनि निकै फराकिलो रोजेर आएका छौँ चितलाङमा। गाडी भरि नै आएको छौँ होइन दिदी? अहिले कोही रेस्टरुममा जानुभएको छ, कोही चाहिँ कता डुल्नु जानुभएको छ। हामी यति मात्रै चाहिँ होइन, मैले जोक मात्रै गरेको हो। छोरी बस। आमा मैले त त्यो त देखाएकै हुँदैन। यस्तो चितलाङ अर्गानिक ब्लेक रिजर्टमा रहेछौँ हामी अहिले है। ल यहाँ डेकोरेसन गरेको हेर्न सक्नुहुन्छ। अमेजिङ छ।